Hello guys, नमस्ते, वेलकम टु माई न्यू ब्लग। के छ सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेर आज पनि एउटा नयाँ भिडियो सुरुवात गरे। यो म अहिले क्रिकेट खेल्न गइरहेको छु। सो यसो के गर्ने त एक्लै भयो, अब कोसँग बोल्ने केसँग बोलेर जाने भनेर यसो भिडियो बनाउँ त भनेर यसो बनाउँदैछु। अहिले म क्रिकेट खेल्न भनेर आएको, के पानी परे जस्तै भइरहेछ। अब खेलिन्छ कि खेलिन्न। अहिले चाहिँ म यता रहेको यो यता अगाडि स्टेडियम, यो चाहिँ फुटबल स्टेडियम इन्टरनेसनल फाराममा रहेको इन्टरनेसनल फुटबल स्टेडियम। यसको नाम चाहिँ के रहेछ देखिया छैन, अब देखेपछि भन्नु पर्ला हैन। सो पानी पऱ्यो हिजोदेखि यहाँ पुरै पानी न पानी हौ। आज बिहानदेखि लागेको थिएन, अब पढ्ने जस्तै भइरहेछ। के आइगयो, अब फेरि चाहिँ खेलिन्छ डुलिन्छ। स्टेडियम भयो, अब योभन्दा अलि माथि हिँड्नुपर्छ मैले चाहिँ क्रिकेट खेल्नलाई। के गर्नु, अब यस्तै मन लागिहाल्छ नाउ भन्ने हुन्छ घरि, त्यसपछि मन लागिहाल्छ। अब दुखी इस्यु छ, मन डोना कशा बुझाउने हो तसै छ। अब थोड़ा बहुत सुदूर पश्चिमको भाषालाई बोलो भनेमा कति आफ्नो भाषालाई गद्दै भयो, थोड़ा प्रोत्साहन दिनुभयो। अब गद्दै के होला, यसै छ। हडपिड होर्छ हडपिड बेली काम गर्दामा आज रुममा बसेर के गर्ने भन्यो लाग्यो, यस्तै छ। कोरियाको बसाइ यही हो। अब भोलि पनि पानी छ, भोलिलाई पानी छ भन्नु नाथेन आगे हेर्थ्यो त मोबाइलमा हेर्दै मिल्छ। भोलिलाई पानी छ भने आज रात पानी छ भन्नु थियो। आगा बिहानसम्म पानी नदेखाएर कि यहाँलाई अब 30% छ पानी परिदियो भन्नु थियो। अब देखियो होला इसी छ पछि यो हो हाम्रो यहाँ मेरो नजिकबाट उहाँको बजार नजिकमा यो छ फुटबल स्टेडियम इन्टरनेसनल फुटबल स्टेडियम। ठुलो छ, भयङ्कर छ, ठुलो छ। यहीभित्र अब कमै झन् पर्लो वासाङ चुङहाप खिङ्गी थाहुन रहेछ यसको नाम। वासाङ चुङहाप खिङ्गी थाहुन रहेछ यसको स्टेडियमको नाम। पुरै टुप्पोमा लेखिरहेछ, पुरैमा कहाँ कि देखि लाऱ्यो भने पुरै टुप्पोमा लेखिरहेछ। लेख्दा नाम क्या दे हडफिड। यस्तै छ। अब लाग्यो अब क्रिकेट खेल्नु। पन्जाब हुने आशाला भन्यो हुन्, तर उनलाई लारेन हेर्को जित्या गति आयो भ्याबाट त हुन्थ्यो केटा बल दिएछ नि बैट थिनमा बेडरुममा चाहिँ लियो न यसै छ। अनि फेरि चाहिँ लाग्यो यता त्यस्तै छ। ओके अचेमन बनाउन लारे कि क्या बनाउन लारे निर्माण गर्दो लारे न आज यार छ। यहाँ पुरा खतरा छ, भ्यू हरियाली छ एकदम। मौसमलाई अब हरियाली मौसम ठिक छ, मौसम ठिकै छ। एमटी बसमा उत्तरबाट 10-15 मिनट हिँड्नु परेको छ। देखियो भने हिट्टा खडपिड छ और यस्तै छ। ग्राममा पुगिनु भनेको छ एकछिनमा। थोड़ा स्पिड भित्र उहाँ अहिले आउने भने कि नआउने नि के जान्न सुन्नु नआएको थियो। त्यस्तै छ जिन्दगी। राम्रो छ है, कोरिया सुन्दर छ, हरियाली छ। आज मतलब जियोस् न थियो न मुना मलाई जान्ने कि कस ठन्डी हुन्छ यहाँ। ओफो कसम इसा मोबाइल हातमा बढी हिट्ने तस ठन्डी हुने भयो। हात फ्रिज
डिप फ्रिज भने पानी पाडानी खिच्नुहुन्छ पानी आफै जमुन्थ्यो तसो हुन्थ्यो अग्गामा जम्दे कति ठन्डी हुन्छ यही ठाउँ घामको मुनाले अब त घाम बड्दा गयो फेरि खतम घामलाई हुन्छ क्या दियो यो छ स्टेडियम ठुलो छ यो ओरबाट यो परबाट भयङ्कर छ ठुलो छ नेपालमा इतना बनाइदिए टोफो खेलको लागि हुन्थ्यो बा क्या बनाउने चलान हाम्रो नेता न्यारा छ नि क्या सबले जान्नु सुन्नु छ अब कसो सुन्ने त अब केमा भने के यस्तो छ यी धुरोपान खाने ठाउँ त्यसलाई कोरेमा फोर भन्ने चिज चाहिँ कहाँ गद्दो नपाइनु के हरेक कुराको लिमिट हुन्छ ठाउँ तोकिया हुन्छ यति गद्दो भनेर हर कुरामा तर सरसफाइमा अनि नियम आयो नियम यहाँको यति पालना गर्दा कि अब के भनौँ त म नियमको कुराले जिनको टाइम फिक्स टाइम हो भने यही समयमा यहाँ यो हुने हो भने उस समयमा हुन्छ हरेक कुराको महत्त्व छ यहाँ केयर गर्दा नेपाल नहुने ल भिट्टो भने आधा घन्टामा आउन भने 1 घन्टा लगाइदिन अनि आधा घन्टा भने आधा घन्टामा पुगिने त्यसो छ सिस्टम यहाँको राम्रो लाग्छ मलाई यहाँको सिस्टम धेरै रमाइलो छ कोरिया ग्राउन्डतिर ल पुगिन लाछ पुरै इतलाको देखेर झट्फुट ठाल्लो म तत्तिला हो अहिले देख्दा फोन गर्दै लाएको थियो हामी त पुगेर झट्टो आए पुगे दौड भन्नु लाएको थियो अब कहाँ दौड्यो शाखा लागुन्छ बुढी कि देखेँ बुढी न भुन्डलले अब थोडा ऊ हो कि भने धेरै हिटिनु न नि त अलिअलि हिटिन्छ अब हप्तामा यसो आइतबार हो भेटिने लिएर पुग्यो कहाँ हुने हो हडभिड हो जान्छ पुरै लागु ग्राउन्ड पुऱ्यो देखि लारेको आइसकेको रहेछन् खेल्दामै छन् दाइहरू अघि आइया रहेछन् अब यस्तै छ सब ठिक होला निका होला ग्राउन्डतिर नि पुग्यो अब खेल्नु पऱ्यो रमाइलो गर्दै भयो न त कसै हुने दाइहरू आइया रहेछन् पुगिसकेका रहेछन् अगाडि ठिक छ अब खेल्नु बड्यो रनकाबाट खेल्नु बड्यो आज त यसो ग्राउन्ड हाम्रो यहाँमा बेसबल खेल्ने होइन आज हामीले क्रिकेट खेल्ने बनाइदिए अब यस्तै छ क्या अब भिड मात्र हो सोकबाट आयो अब याद दियो घाम भएबाट आज उफु बादल लागिरहेको छ डराउनु लाग्दा चाहिँ घाम त घाम हो भयो लास्टै घाम भयो अब रुमतिर जानु हो अब घर जानु हो भोकलाई इसी लागिरहेको पेट पिड हो पसलहरूमा जाँबाट केही किन्नु पर्दैन ट्राफिक जाममा छु होइन यहाँलाई ट्राफिक जाम छ अब के दियो फुल यहाँहरू त बाटामुन्डा फुल ल्याएर आयो भने भन्नु यहाँ त फुल ल आज भिडियो यहाँ सक्दूँ अब दोस्रो भिडियोमा हाम्रो भाषामा आउँदो म छु ल अहिले बाई बाई गाइज।